के तपाईँ 80 सेकेन्ड एयरको क्वेसनको सोल्युसन खोजिरहनु भयो? वान सर्ट भिडियोमा फुल सोल्युसन पाउनुहुन्छ विथ डिस्क्रिप्सन राम्ररी। अबे जल्दी बोल, कल सुबह पनवेल निकल। हाम्रो यो इच क्वेसन चाहिँ 10 मार्कको रहेछ होइन। यहाँ मैले मिस्टेकले 4 मार्क लेखिदिइसकेको छु होइन। पर क्वेसन जेनरली 10 मार्कको क्वेसन हुन्छ होइन। ओभरअल 40 मार्क हुन्छ, त्यसमा चाहिँ 5वटा क्वेसन दिएको हुन्छ होइन। 5वटा क्वेसन दिएको हुन्छ अलरेडी, त्यसमा हामी 4वटा गर्नुपर्ने हो। 4वटा इच मार्क भने इच क्वेसन कन्टेन्ट कतिको मार्कको कन्टेन्ट गरेको हुन्छ? 10 मार्कको 10 मार्क क्यारी गरेको हुन्छ होइन। अनि फर्स्ट क्वेसन के रहेछ भन्दा 2082 को वाट इज ट्युबरक्लोसिस लिस्ट अर द फर्स्ट एन्ड सेकेन्ड लाइन एन्टी ट्युबरक्लोसिस ड्रग्स ट्राई डन द मेकानिजम। एमओए भनेको एमओए भनेको मेकानिजम अफ एक्सन, इन्डिकेसन, एडभर्स इफेक्ट एन्ड कन्ट्राइन्डिकेसन अफ रिफाम्बिसिन। रिफाम्बिसिनको सबै यो मेकानिजम अफ एक्सन, इन्डिकेसन, कन्ट्राइन्डिकेसन, एडभर्स सबै लेख्नुपर्छ होइन। अनि फर्स्ट क्वेसन के रहेछ हाम्रो भनेर डिफाइन ट्युबरक्लोसिस होइन, त्यसको हामी डिफाइन यहाँ गरिसकिरहेको छौँ। Tuberculosis is a chronic communicable disease which is caused by the Mycobacterium tuberculosis। जुन ट्युबरक्लोसिस जुन छ नि होइन, के भन्छ म्याकोब्याक्टेरियम टुबरक्लोसिसले म्याकोब्याक्टेरियम टुबरक्लोसिसको ब्याक्टेरियाले कारण हाम्रो ट्युबरक्लोसिस जेनरली लागिन्छ होइन। त्यही डिफाइन गरिरहेको छ। यो मस्ट क्रोनिक र कम्युनिकेबल डिजिज रहेका छन्। अनि अर्को क्वेसन छ विच ड्रग्स टु ट्रिट द सेकेन्ड विच ड्रग टु ट्रिट ट्युबरक्लोसिस एन्टी ट्युबरकुलर ड्रग्स होइन। अनि यसको दुईवटा फर्स्ट लाइन ट्रिटमेन्ट र सेकेन्ड लाइन दुईवटा दिएका छन् होइन क्वेसन अनुसार। बुकमा पनि छ अनि क्वेसनमा पनि त्यही भनेको छ। फर्स्ट इसेन्टियल ड्रग र सप्लिमेन्ट्री। जुन इसेन्सियल ड्रग भनेको जेनरल त्यो चाहिने हुन्छ नै। अनि सप्लिमेन्ट्री ड्रग भनेको जो सपोर्टिभ ट्रिटमेन्टको लागि जुन हामी युज गर्छ त्यसलाई भन्छ सप्लिमेन्ट्री ड्रग। अनि सेकेन्ड लाइन यो फर्स्ट लाइन ड्रग यदि काम गरेन भने अनि जेनरली हामी सेकेन्ड लाइन ड्रगतिर जान्छौँ होइन। तर फर्स्ट चोइस अफ डक्टर भनेको फर्स्ट लाइन ड्रग हुन्छ होइन। अनि के भन्छ अहिलेको अपडेट अनुसार यो ट्युबरक्लोसिस चाहिँ जुन हाम्रो 5वटा रिफार्मेसिन, आइसोनाइन, पेरिनाइन, इथाम्बुटो जुन 4वटा छन् होइन, त्यो चेन्ज भइसकेको छ यो पल्ट। त्यही भएर तपाईँ न्यू अपडेटेड चाहिँ हेर्नु होइन। म यहाँ अपडेट लेख्न छुटाएको छु, त्यही तपाईँ अपडेटेड त्यो ट्रिटमेन्ट लेख्नु यदि योपल्ट क्वेसन सोध्यो भने। अनि सप्लिमेन्ट्री ड्रग भनेको एसिप्टोमाइसिन, रेभाब्युटिन एन्ड रिफापिटिन त्यही रहेछ भने सप्लिमेन्ट्री ड्रग होइन। अनि सेकेन्ड लाइन ड्रग जस्तै थाइसिटाजोन अनि परासिटा एमिनोसाइलिक एसिड अनि इथिनोमाइड, साइक्लोसाइरिन, केनामाइसिन अनि एमेकासिन एन्ड ओफ्लक्सासिन, लेभोफ्लक्सासिन एन्ड मोक्सिफ्लक्सन एन्ड सिफ्रोफ्लक्सासिन यिनीहरू सप्लिमेन्ट्री ड्रग्सहरू रहेका छन्। अनि अर्को क्वेसनतिर अब हामी लागौँ। अर्को क्वेसन के छ भने त्यही रिफार्मेसिनको होइन। रिफार्मेसिन कुन ड्रग हो अनि त्यही मेकानिजममा त्यहीतिर अब त्यही क्वेसन हो। इट्स ए ब्याक्टेरिसाइडल एन्ड हाई इफेक्टिभ एन्टी ट्युबरकुलर ड्रग विच इज युज इन द कम्बिनेसन विथ द अदर ड्रग। इट्स अल्सो युज इन लेप्रोसी। भनेको यो रिफार्मेसिन ड्रग हो भने त्यो एउटा एन्टिब्याक्टेरियल ड्रग रहेका छन् होइन। एन्टिब्याक्टेरियल ड्रग एन्टिब्याक्टेरियल ड्रग हो त्यो चाहिँ कुनै एन्टी ट्युबरकुलोसिस कम्बिनेसन मात्र लिन सकिन्छ त्यो भोर्सन यो बनिरहेछ। अनि यो मेकानिजम अफ एक्सन के छ रिफार्मेसिनको? इनहिबिट द डिएनए डिपेन्डेन्ट आरएनए पोलिमर। जुन ट्युबरकुलोसिस जुन ब्याक्टेरिया हुन्छ नि त्यसलाई के हुन्छ त्यो डिएनए डिपेन्डेन्ट आरएनए पोलिमर हुन्छ त्यसलाई इनहिबिट गर्छ। त्यसले इनहिबिट गर्दा होइन ब्याक्टेरिया न्युक्लियस जुन ब्याक्टेरिया न्युक्लिक एसिड हुन्छ आरबिसी, त्यो आरबिसी फर्मेसन हुँदैन अनि ब्याक्टेरिया साह्रै एक्सन हुन्छ। अनि के हुन्छ हाम्रो ब्याक्टेरिया चाहिँ भनेको ब्याक्टेरियाहरू माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस ब्याक्टेरिया चाहिँ मरिन्छ होइन, भनेको डेथ हुन्छ। अनि इन्डिकेसन के रहेछ? अल फर्म्स एन्ड क्याटेगोरिज अफ यहाँ ट्युबरकुलोसिस हुन्छ के भन्छ अल फर्म्स एन्ड क्याटेगोरिज अफ ट्युबरकुलोसिस कुन ट्युबरकुलोसिसको कुनै फर्ममा सिम्पल होस् चाहे कम्प्लेक्स होस् त्योमा हामी जेनरल युज गरिन्छ यो रिफार्मेसिन। अनि लेप्रोसी भइहाल्यो। अनि प्रोफाइलेक्सिस अफ मेनिन्योकोकन्जियल एन्ड एस इन्फ्लुएन्जा इन मेनिन्जाइटिस एन्ड क्यारियर स्टेट भनेको मेनिन्योकोकल लागेको व्यक्तिमा मेनिन्योकोकल इन्फेक्सन भएकोमा अनि मेनिन्जाइटिस भएको
भएको स्टेटमा हामी जेनरली युज गरिन्छ। अनि कम्बिनेसन अफ डेक्सोसाइक्लिन एन्ड रिफाम्बिसिन इन द फर्स्ट लाइन ड्रग अफ द ब्रुसेला। ब्रुसेलाको भनेको फर्स्ट लाइन ड्रग भनेको रिफाम्बिसिन विथ डेक्सोसाइक्लिनको कम्बिनेसन फर्म जुन युज गरिन्छ त्यसलाई त्यो ब्रुसेलामा जेनरली युज गरिन्छ। त्यो भनेको फर्स्ट अप्सन अफ फर्स्ट चोइस अफ ड्रग रहेका छन् होइन। अनि कन्ट्राइन्डिकेसन कति बेला हामी चाहिँ ड्रग्स एप्लाई नगर्न सकिने अवस्था, जेने हाइपर सेन्सिटिभ हुन्छ अनि हेपाटिक डिस्फङ्सन अनि प्रेग्नेन्सी एन्ड जन्डिस। हेपाटिक डिस्फङ्सन भनेको लिभर जति बेला राम्ररी काम वर्क गरिरहेको हुँदैन, जति फङ्सन हुन्छ त्यति गरिरहेको हुँदैन त्यति बेला। अनि प्रेग्नेन्सी तपाईँ बुझ्ने हुन्छ, प्रेग्नेन्सी अनि जन्डिस भइ नै हाल्छ। अनि एडभर्स इफेक्ट के रहेको छ यसको के भन्छ एडभर्स इफेक्ट होइन। अनि यस्तै हेपाटाइटिस भइहाल्यो होइन, हेपाटाइटिस फ्लू लाइक सिम्टम जस्तै चिल्स भनेको चिल्स, फिभर, हेडेक, मिजल्स, बोन पेन यिनीहरूको अवस्थामा यो फुल सिम्टम भने यसलाई भन्छ चिल्स, फिभर, हेडेक, मिजल्स पेन। त्यो तपाईँले नबिर्सिनु, यो चाहिँ लेख्न इजी हुन्छ के लर्न गर्न हुँदा। जिया डिस्टर्बेन्स सच एज नोजिया, भोमिटिङ, एब्डोमिनल डिस्कम्फर्ट। जिया डिस्टर्ब यसले कारण यो रिफाम्बिसिनले कारण हुन्छ होइन। नोजिया भोमिटिङ, नोजिया भोमिटिङ एन्ड एब्डोमिनल डिस्कम्फर्ट। अनि स्किन र्यासेस, इचिङ, फ्लोजिङ, भोमिटिङ, हेडेक। अनि ओरेन्ज विथ रेड युरिन। ओरेन्ज विथ रेड युरिन भनेको रिफाम्बिसिन जब युज गरिन्छ पेसेन्टमा त ओरेन्ज विथ रेड युरिन आउँछ। त्यही भएर तपाईँहरू के भन्छ जब मेडिसिन प्रिस्क्राइब गर्नुहुन्छ भने अनि तपाईँले त्यहाँ पेसेन्टलाई भनिदिनु काउन्सिलिङ गर्नुपर्छ भने यो तपाईँ यो मेडिसिन खायो भने अलि तपाईँको के भन्छ युरिन चाहिँ त्यो खाले आउँछ होइन। अनि डोज के भन्छ 8 to 12 mg पर केजी ओडी अनि 1 टाइम र 8 देखि 12 mg प्रत्येक बडी वेट अनुसार हामी दिन्छौँ होइन। अनि यो डोजेस फर्म जस्तै क्याप्सुल र ट्याब्लेटमा आउँछ होइन। क्याप्सुल भनेको 150 mg अनि 300 mg एन्ड 450 mg मा आउँछ। ट्याब्लेट भनेको 150 mg प्लस 300 mg मा आउँछ होइन। अर्को क्वेसनतिर लागौँ। 2 नम्बर क्वेसन रहेछ, किनभने इच क्वेसन चाहिँ 10 मार्क रहेछ त्यही भएर यो क्वेसनहरू लङ नै हुन्छ होइन। डिफाइन एनआइसी राइट डन MOA मेकानिजम अफ एक्सन एडभर्स इफेक्ट इन्डिकेसन एन्ड कन्ट्राइन्डिकेसन अफ प्यारासिटामोल होइन। डिफाइन एनआइसी इट्स हेभ एनाल्जेसिक एन्टिसेप्टिक एन्ड एन्टी इन्फ्लामेटरी इफेक्ट difference in anti-inflammatory activity between NSAID and a small, but there is a considerable variation in individual patient response होइन। यो तपाईँले डिफाइन नै भइहाल्यो होइन। तपाईँ डिफाइन हेर्न सक्नुहुन्छ, डिफाइन सबै बुक अनुसार अनि सबै के भन्छ बुक अनुसार फरक डिफ्रेन्ट हुने गरिन्छ होइन। अनि त्यसपछि एनएसिडी भइ नै हाल्यो। अनि मेकानिजम अफ एक्सन जस्तै टिस्यु इन्जुरी जस्तै टिस्यु इन्जुरी इन्फ्लामेसन जब टिस्यु इन्जुरी हुन्छ नि अनि ब्रेकडाउन अफ मेमोरी फेस्फोलिपिड के भन्छ जुन फोस्फोलिपिड जुन हुन्छ नि त्यो हाम्रो के भन्छ ब्रेकडाउन हुन्छ। अनि त्यस कारण आर्सेनिक एसिड जुन ठाउँमा घाउ लागेको हुन्छ नि भने चोटपटक जुन ठाउँमा इन्जुरी भएको हुन्छ त्यहाँ आर्सेनिक एसिड हुन्छ। त्यो आर्सेनिक एसिडको प्रोडक्सन भएको कारणले गर्दा के हुन्छ हाम्रो पेन हुन्छ। यदि आर्सेनिक एसिड हाम्रो जहाँ इन्जुरी भएको हुन्छ त्यहाँ रिलिज सेक्रेसन नहुँदा नि हामीलाई केही पेन हुँदैन। त्यही भएर यो आर्सेनिक एसिड हुन्छ नि अनि यसमा कक्स इन्जाइम यो कक्स इन्जाइमले आर्सेनिक एसिड मतलब कक्स इन्जाइम जुन छ नि कक्स इन्जाइमले आर्सेनिक एसिड भनेको स्टिमुलेट गर्छ स्टिमुलेट गर्छ होइन। कक्स इन्जाइमले आर्सेनिक एसिड त्यो आर्सेनिक एसिड स्टिमुलेट गर्छ भनेको सेग्रिगेसन गर्छ। स्टिमुलेट लेखो सेग्रिगेसन लेखो स्टिमुलेसन लेखो होइन। अनि साइक्लोऑक्सिजन पाथवे पाथवे थ्रु होइन। अनि इनहिबिट कक्स र कक्स 1 र कक्स 2 यो कक्स इन्जाइम भनेको यही कक्स 1 र कक्स 2 हुन्छ। कक्स इन्जाइम दुईवटा टाइप हुन्छ 1 र 2 होइन। अनि प्रोस्टाग्ल्यान्डिन सिन्थेसिस हुन्छ अनि त्यसले कारण गर्दा अनि थेरापेटिक इफेक्ट भनेको पेन अनि थेरापेटिक इफेक्ट भनेको त्यसले कारण गर्दा के इफेक्ट जस्तै देखिन्छ होइन। जस्तै यो थेरापेटिक सिन्थेसिस भनेको इनहिबिट्स कक्स 1 र कक्स 2 इनहिबिट गर्छ नि अनि त्यो के हुन्छ प्रोस्टाग्ल्यान्डिन सिन्थेसिस हुन्छ। प्रोस्टाग्ल्यान्डिन सिन्थेसिस भएपछि के इफेक्ट पर्ने जस्तै पेन हुन्छ एन्ड फिभर इन्फ्लामेटरी यिनीहरू के हुन्छ हाम्रो यो यस्तो भनेको डिक्रिज भनेको कम हुनु पेन कम हुन्छ फिभर जति हुन्छ त्यति एन्टिबायोटिक त्यो कम हुन्छ इन्फ्लामेसनहरू कम हुन्छ एन्टी इन्फ्लामेसन हुन्छ होइन। नेक्स्ट यो तपाईँले के भन्छ मेकानिजम के भन्छ प्यारासिटामोलको रहेछ होइन। जेनरली एनएसएडी जुन एनएसएडी अफ एनआइसी ड्रगको एनएसएआइडी ग्रुप जति मेडिसिन हुन्छ नि जेनरली मेकानिजम एक्सन सेम नै हुन्छ होइन।
त्यस्तै यहाँ त्यसको प्यारासिटामोल एडभर्स इफेक्ट हेपाटोटक्सिसिटी, जसको हेपाटोटक्सिटी एडभर्स इफेक्ट के गर्छ, बढी खायो भने हेपाटोटक्सिसिटी हुन्छ, एस्किडासिस एन्ड नोजिया हुन्छ होइन। अनि त्यसपछि नेफ्रोटक्सिसिटी इज कमनली सिन इन क्रोनिक युज, बढी युज गर्यो भने नेफ्रोटक्सिसिटी हुन्छ, किनभने बढी युज गर्ने त्यो एज अ पोइजन, प्यारासिटामोल एज अ पोइजन वर्क गर्छ होइन। अनि इन्डिकेसन कति बेला खान सकिने होइन, फिभर अफ एनी organ, त्यहाँबाट हेडेक भइहाल्यो, त्यसपछि बडी एक भइहाल्यो, बडी जिउ देखेको बेलामा, टाउको दुखेको बेलामा, टुथ एक भनेको दाँत दुखेको बेलामा, अनि डिस्मोनेरिया भएको बेलामा होइन। अनि कन्ट्राइन्डिकेसन सिभियर रेनल एन्ड हेपाटिक डिजिज भनेको सिभियर रेनल हेपाटिक जस्तै रेनलमा केही इन्फ्लामेसन अनि हेपाटिकमा केही प्रब्लम आयो, डिस्कम्फोर्ट भयो भने त्यति बेला खान नमिल्ने हुन्छ होइन। अल्कोहल डिपेन्डेन्ट पेसेन्ट, अल्कोहल अल्कोहल खान्छ तिनीहरूको पेसेन्टमा प्राय क्रोनिक अल्कोहल युजरमा जेनरली यो कन्ट्राइन्डिकेसन नै हुन्छ। अनि 6G6PD डिफिसियन्सी कारणले गर्दा के हुन्छ भने 6G6PD को कारणले गर्दा हाम्रो के हुन्छ, जुन हाम्रो इन्सुलिन हर्मोन हुन्छ, इन्सुलिन हर्मोन हुन्छन् होइन, त्यो इन्सुलिन हर्मोन राम्ररी वर्क गर्दैन। अनि त्यसको कारण ग्लुकोजलाई राम्रो मेटाबोलिजम गरेन भने हामीलाई के हुन्छ, उता डायबेटिक मेलेटस पनि हुन सकिन्छ। त्यो 6G6PD डिफिसियन्सी यदि यो खायो भने हाम्रो उता के भन्छ अरे डायबेटिस मेलेटस पनि हुन सकिन्छ होइन। हाइपर सेन्सिटिभ भइहाल्यो। डोज भनेको 500 देखि 1000 mg सम्म हुन्छ होइन। यो 500 देखि 1000 mg होइन। TDS 3 पल्ट खानुपर्छ होइन। अनि चाइल्ड भनेको 10 mg भनेको प्रत्येक बडी अनुसार एक केजी वेट अनुसार 10 mg बराबर खानुपर्छ होइन। QID 3 पल्ट खानुपर्छ। अनि अर्को क्वेसन के रहेछ हाम्रो, pharmacokinetics and define pharmacokinetics and pharmacodynamics, explain the absorption, distribution, metabolism and elimination of drug in detail होइन। यो अलिक चाहिँ ठुलो नै हुन्छ होइन। त्यही भएर तपाईँले pharmacokinetics भने इट्स द प्रोसेस अफ मुभमेन्ट अफ ड्रग विच इन द बडी भनेको इट्स द प्रोसेस अफ मुभमेन्ट अफ ड्रग विच इन द बडी, हाम्रो बडीमा होइन ड्रग्सको मुभमेन्ट के कस्तो हुन्छ, ड्रग्स खाएपछि होइन ड्रग्सले के कस्ता काम गरिन्छ हाम्रो बडीमा, त्यो भनेको फार्माकाइनेटिकमा डिस्क्राइब त्यो गरिन्छ। फार्माकाइनेटिकमा त्यही काम गरिन्छ, हाम्रो बडीमा के कस्तो ड्रगले काम गरेको छ त्यसको बारेमा पढ्नुपर्छ होइन। फार्माकाइनेटिक्स अल्सो कल्ड ADME भनेको जस्तै ADME भनेको एब्जर्प्सन, डिस्ट्रिब्युसन, मेटाबोलिजम, सेक्रेसन त्यही हो होइन। त्यही हो ADME स्टडी डिल्स विथ एब्जर्प्सन, डिस्ट्रिब्युसन, मेटाबोलिजम, एक्सक्रेसन अफ अ ड्रग होइन। ए भनेको एब्जर्प्सन, डी भनेको डिस्ट्रिब्युटेसन, एम भनेको मेटाबोलिजम, ई भनेको एक्सक्रेसन नै भइहाल्यो होइन। अब त्यसको अब डिस्क्राइब गर्न पनि भइरहेको जस्तै ड्रग एब्जर्ब होइन, इट्स डिफाइन एज द मुभमेन्ट अफ अ ड्रग फ्रम इट्स साइड अफ द एडमिसन टु द ब्लड स्ट्रिम और सिस्टमेटिक सर्कुलेसन एन्ड द एब्जर्प्सन ड्रग इन्भल्भ इज पासेस फ्रम एक्रस द सेल। यो ड्रग एब्जर्प्सन भन्न के खोजेको छ, जहाँ हामी ड्रग जस्तै इन्जेक्ट गऱ्यौँ, जस्तै ओरली खायो भने जस्तै इन्टाभेनस दियो होइन, जुन ठाउँमा हामी ड्रग हाल्यौँ होइन त्यहाँदेखि यो सिस्टमेटिक सर्कुलेसन र ब्लड स्ट्रिमको पुग्ने प्रोसेसलाई के भन्छ, ड्रग एडमिनिस्ट्रेसन भन्छ होइन। सिस्टमेटिक जस्तै त्यहाँदेखि जुन ठाउँमा हामी एप्लाई गर्छौँ त्यहाँदेखि ब्लड स्ट्रिममा र सिस्टमेटिक सर्कुलमा जाने प्रोसेसलाई के भन्छ हामी, ड्रग एब्जर्पेसन होइन। अनि त्यसपछि के हुन्छ, यसको ड्रग एब्जर्प्सन दुईवटा प्यासिभ र स्पेसलाइज ट्रान्सपोर्टेसन। प्यासिभ भन्छ सिम्पल डिफिनेसन फिल्ट्रेसन हुन्छ होइन। अर्को स्पेसलाइज भन्छ एक्टिभ ट्रान्सपोर्टेसन, फेसिलिटेसन, इन्डोसाइटोसिस। अब हेरौँ passive transport, it's a bi-directional process, polar and non-polar substance which can be transmitted by this process होइन। It includes the movement of soluble substance through biological barrier from the phase of higher concentration to the phase of the lower concentration। के भन्छ भने यो बाइडाइरेक्सनल प्रोसेस हो जसमा पोलर र नन पोलर सब्स्टेन्स दुवै हुन्छ, ट्रान्सपोर्ट पोलर र नन पोलर सब्स्टेन्स दुवै ट्रान्सपोर्टेड हुन्छ होइन। यसमा जेनरली के हुन्छ यसमा के हुन्छ भने हायर कन्सन्ट्रेसनदेखि लोवर कन्सन्ट्रेसनमा ड्रग्सहरू मुभमेन्ट गरिन्छ, यो प्यासिभ ट्रान्सपोर्ट। त्यही भएर यो यसमा कुनै पनि इनर्जी लाग्दैन होइन। त्यही फिल्ट्रेसन भ्यालु इट्स द प्रोसेस अफ विच वेस्ट वाटर सोल्युबल ड्रग अफ रिलेटिभली लङ्गर मोलिकुलर weight across the plasma membrane through the pores of a result hydrodynamic pressure gradient across। के भन्छ यो फिल्ट्रेसन भनेको जस्तै सेलमा हाम्रोमा हामी
फर्स्ट टाइम पढेको होला होइन सेलमा के हुन्छ सेलमा सानो सानो पोर हुन्छ होइन दुलो त्यो दुलोभित्र छिरिन्छ होइन त्यो त्यही सानो सानो प्लाज्मोडियसबाट बनेको गरिन्छ आई थिङ्क मैले कुनै बिस त्यही भन्नु छ प्लाज्मोडियसबाट बने गरिन्छ होइन बटानियम हुन्छ त्यसमा त्यो थ्रु हाम्रो त्यो थ्रु के भन्छ त्यो थ्रु हाम्रो फिल्ट्रेट भएर जुन ड्रग्सहरू हाम्रो सेलभित्र छिर्छ त्यो प्रोसेसलाई चाहिँ फिल्ट्रेसन भन्छ होइन एसपिलाइज ट्रान्सपोर्टेसनमा त्यो दुईवटा हुन्छ फेसिलिटेड ट्रान्सपोर्टेड एक्टिभ यहाँ फेसिलिटेड ट्रान्सपोर्ट यहाँ लेख्नु मिस्टेक भयो छुट्याएको थियो त्यो बिचमा लेख्थ्यो फेसिलिटेड ट्रान्सपोर्ट एक्टिभ ट्रान्सपोर्टेसन होइन यिनीहरू भनेको इट्स मिन्स द passage of a drug across the biological membrane along the concentration gradient by the protein carrier mediation diffusion is depend on the numbers of carrier tetracycline value and active transportation के भन्छ the process by which drug pass across the biological membrane must obtain against it their concentration gradient with the help of carrier along with the expenditure of energy यसमा के हुन्छ एक्टिभ ट्रान्सपोर्टेसनमा इनर्जी युज हुन्छ होइन इनर्जी युज भएर इनर्जी एटिपी खर्च हुन्छ एक्टिभ ट्रान्सपोर्टेसनमा ट्रान्सपोर्ट हुनको लागि अब इन्डोसाइटोसिस होइन प्रोटिन एन्ड माइक्रोन्युट्रिसन आर ट्रान्सपोर्टेड बाई द प्रोसेस इन विच इट्स इज सिमिलर टु फाइगोसाइटोसिस वेयर द सेल इन्ग्लोब फ्लुइड और म्याक्रोमोलिकुल्स फ्रम देयर सराउन्डिङ इन्ग्लोब भनेको खानु भनेको जस्तै हामी भोमिट गर्छौँ न त्यो इन्ग्लोब भनेको कुनै सेलले खाने छ नि जस्तै सेलले खाइदिन्छ त्यसलाई भन्छ इन्ग्लोब होइन त्यो ध्यान राख्नु अनि फ्र्याक्चर इफेक्ट एन्ड एडभर्स इफेक्ट फ्र्याक्चर इफेक्ट अफ ड्रग इफेक्टले के फ्र्याक्चर हो जस्तै एक्वास सोलिबिलिटी पार्शियल साइज कन्सन्ट्रेसन सर्फेस एरिया एब्जर्बिङ साइड पिएच absorbing sites, route of admission, dosage, form, concentration, time, drug interaction, rate of dissolution, blood flow. यिनीहरूले के भन्छ ब्लडले फ्र्याक्चर गर्छ बायोडिजेबिलिटी होइन इट्स डिफाइन एज द क्वान्टिटी अफ द ड्रग्स इज एब्जर्ब एन्ड रिच द सर्कुलेटरी आफ्टर नन भास्कुलर एडमिनिस्ट्रेसन इट्स 100% इन्ट्राभेनस इन्फेक्सन हेर हामी जतिखेर के भन्छ ड्रग एडमिनिस्ट्रेसन गर्छौँ होइन ह्युमन बडीमा त्यो दुईवटा थ्रु जेनरली एउटा ओरल र इन्ट्रा भेनस र धेरै हुन्छ जेनरली ओरल र इन्ट्राभेनस कुरा गरौँ होइन ओरल थ्रु गयो भने होइन सिस्टेमेटिक सर्कुलेसन भन्नु सिस्टेमेटिक सर्कुलेसन कति जान्छ सिस्टेमेटिक सर्कुलेसनमा या त ब्लड स्ट्रिममा कति गयो होइन हाम्रो ओरली स्टोमकबाट एब्जर्ब भएर ब्लड स्ट्रिम कति गयो होइन त्यो कति गयो भने त्यही क्यालकुलेसनले भन्छ बायोडिजेबिलिटी अनि इन्ट्राभेनसमा गयो भने 100% जान्छ त्यही भएर इट्स इज आफ्टर इन्ट्राभेनस इट्स 100% आफ्टर इन्ट्राभेनस इन्जेक्सन इन्ट्राभेनस इन्जेक्ट गयो भने 100% आउन सकिन्छ त्यही यो क्वेसन एमसिक्यूमा पनि आउन सकिन्छ बाई विच प्रोसेस गिभ द 100% बायोडिजेबिलिटी अनि यता डिफेन्ड हुन्छ ओरल हुन्छ इन्ट्राभेनस आइएम हुन्छ इन्ट्राडर्मल हुन्छ त्यो भएर तपाईँ इन्ट्रा भेनसमा लगाउनु होला किनभने यो क्वेसन एनएसपिसी लाइसेन्स कतिपल्ट सोधिसकेका छन् होइन अरू क्वेसन लागौँ अनि बायोडिजेबिलिटी इज एफेक्टेड बाई बायोडिजेबिलिटी इज एफेक्टेड बायोडिजेबिलिटी केले कारण गर्दा इफेक्ट गर्छ फिजिकल प्रोपर्टी डोजेस फर्म फिजिकल प्रोपर्टी ड्रगको फिजिकल प्रोपर्टी र ड्रगको अनि ड्रगको डोजेस फर्मले कारण इफेक्ट पार्छ अनि ड्रग डिस्ट्रिब्युटेसनमा आउँ ड्रग डिस्ट्रिब्युसन इज डिफाइन एज द मुभमेन्ट अफ ड्रग थ्रु आउट द बडी ड्रग हाम्रो बडीमा ड्रग कसरी डिस्ट्रिब्युट भइरहेछ त्यो ड्रग डिस्ट्रिब्युसनमा त्यही भनेको ड्रग डिस्ट्रिब्युसन रहेछन् अनि यसलाई फ्याक्ट यो तीनवटा कुराले डिटरमाइन गर्छ ब्लड फ्लो क्यापिलरी पेरिमिटी एन्ड बाइन्डिङ अफ ड्रग टु द प्रोटिन होइन यो तीनवटा कुराले यसलाई डिटरमाइन गर्छ अनि ड्रग मेटाबोलिजम बायो ट्रान्समिसन अफ ड्रग इज डिफाइन एज द कन्भर्सन अफ ड्रग फ्रम वान केमिकल फर्म टु द अदर केमिकल टु अदर ड्रग स्ट्रक्चर बाई इन्जाइमेटिक अल्टरेसन ड्रग मेटाबोलिजम भन्नु के भन्छ जुन एउटा ड्रग फर्मदेखि अर्को ड्रग फर्ममा लग्यो भने हाम्रो बडीको भित्र एउटा जस्तो हाम्रो जति बेला हाम्रो ड्रग एडमिनिस्ट्रेसन खायो भने ड्रग होइन जति खाने बेला ए थियो होइन खाइसकेपछि हाम्रो बडीभित्र बी भइहाल्यो अनि यो कसरी भयो त एदेखि हाम्रो बडीमा बी कसरी भइहाल्यो अनि यो कारण के हुन्छ इन्जाइमले हाम्रो बडीमा
इन्जाइम नै हुन्छ होइन, इन्जाइमहरू हुन्छ। त्यो इन्जाइमले एबाट बी भयो होइन, यो प्रोसेसलाई के भन्छ हामी ड्रग मेटाबोलिजम। ड्रग एबाट बी भयो होइन, विदिनको बडीभित्र आउटसाइड द बडी भयो भने के अर्को कुरा हो होइन, त्यो यसमा हुँदैन। विदिनको बडीको भित्र एदेखि बी भयो भने केले कारणले गर्दा हुन्छ, इन्जाइमले कारणले गर्दा हुन्छ होइन, त्यसलाई भन्छ ड्रग मेटाबोलिजम। द ड्रग मेटाबोलिजम टेक प्लेस इन द लिभर। बडी भनेको ड्रग मेटाबोलिजम हाम्रो लिभरमा जेनरली हुन्छ होइन। अनि ड्रग इलिमिनेसन। ड्रग इलिमिनेसन भनेको ड्रग हाम्रो ड्रग युज भइसकेपछि जुन वेस्ट पार्टिकल, जुन मेटेरियल्सहरू हुन्छ, वेस्ट एक्सक्रिसन भनेको जुन काम नलाग्ने भनेको त्यो कसरी त्यो बाहिर निस्कनु पर्यो होइन। इट्स डिफाइन एज द रिमुभल अफ ड्रग थ्रु देयर मेटाबोलाइट्स फ्रम द बडी थ्रु डिफ्रेन्ट रुट्स विथ अ किडनी सच एज डोमिनेन्ट वान इज इलिमिनेसन होइन। जस्तै यहाँ रूट अफ इलिमिनेसन जस्तै किडनी भ्यालु, फिसिस भ्यालु, इक्सेल, एयर, लङ्स, मिल्क, सेलेवा एन्ड स्वेट। जस्तै किडनीबाट मोस्ट अफ द ड्रग मतलब बाहिर निस्किन्छ। फिसिसबाट चाहिँ एमपिसिलिन, इथ्रोमाइसिन जेनरली युज हुन्छ। अनि एक्सएल एयर र लङ्सबाट भने के भन्छ अल्कोहल अनि एनेस्थेटिकहरू हुन्छ होइन। मिल्कमा चाहिँ मर्फिन, एन्टी क्यान्सर ड्रगहरू, सेलेवामा रिफाम्बिसिन, स्वेट भनेको आर्सेनिक एन्ड मर्कुरी हुन्छ होइन। अनि अब त्यो आयो फार्माकोडाइनामिक्स के आयो, त्यो अहिले फार्माकाइनेटिक्स त्यो होइन, अब चाहिँ फार्माकोडाइनामिक्स होइन। ड्रग इफेक्ट इट्स इन्भल्भ व्हाट द ड्रग टु द बडी। बडीले ड्रगसँग के गर्छन् तब त्यो कुरा गरौँ। इट्स इज स्टडी अफ द बायोलोजिकल थेरापेटिक इफेक्ट एन्ड मेकानिकल एक्सन अफ द ड्रग विथ वेन ड्रग एडमिनिस्ट्रेड टु द बडी। जब थेरापेटिक इफेक्ट र मेकानिजम अफ एक्सन हाम्रो बडीको भित्रमा के इफेक्ट पार्दो रहेछ होइन, त्यो ड्रग आफ्नो ड्रग एडमिनिस्ट्रेसन पछि होइन, त्यसलाई भन्छ फार्माकोडाइनामिक्स। प्रिन्सिपल अफ ड्रग एक्सन भनेको यसको जेनरली चारवटा हुन्छ, स्टिमुलेसन, डिप्रेसन, इरिटेसन, रिप्लेसमेन्ट एन्ड साइड इफेक्ट। स्टिमुलेसन भनेको अब हेरौँ, स्टिमुलेसन मिन्स टु इन्क्रिज द फङ्सन अफ एनी स्पेसलाइज organ which will result in the extra work, like in the case of fear or fright. Adrenaline is great secreted, heart rate increase which gives FF response। के भन्छ स्टिमुलेसन होइन। स्टिमुलेसन बुझ्नुको लागि हेरौँ, जतिखेर हाम्रो एउटा कुरा जतिखेर हाम्रो बाटो गएको बेलामा होइन, बाटोमा हिँडिरहेको बेलामा कुकुरले भोग्छ भने हामी कति छिटो कुद्छौँ होइन, किनभने डरले गर्दा हो नि। अनि त्यो छोडौँ, अर्को कुरा हेरौँ, जतिखेर हाम्रो कुनै मान्छेले साथीले अचानक हान्नु भने हामी सेल्फ डिफेन्समा आफ्नो हात अगाडि गर्छौँ। किन छिट्टै भनेको हात यहाँ थियो, अब त्यहाँ भनेको सेल्फ डिफेन्स अगाडि गरौँ। त्यो बिचमा के कारणले यस्तो भयो, त्यसको मेन रिजन भनेको एड्रेनालिन। हाम्रो किडनीको माथि भनेको एड्रेनालिन ग्ल्यान्ड हुन्छ होइन, त्यसमा के भन्छ एड्रेनालिन ग्ल्यान्ड सेक्रेट गर्दा हामी सेल्फ डिफेन्स हात अगाडि गर्छौँ होइन, त्यो भनेको स्टिमुलेसन हो। अनि डिप्रेसन भनेको ड्रग एक्ट बाई द डिप्रेसिङ द एक्टिभिटी अफ स्पेसलाइज सेल्स, इजी अल्कोहल, बार्बुरेट, गाभा, इट इज डिप्रेस सेन्ट्रल नर्भस सिस्टम। यिनीहरू के जस्तै बार्बुरेट भयो, अल्कोहल के हुन्छ हाम्रो सेन्ट्रल नर्भस सिस्टमलाई डिप्रेस गर्छ होइन, त्यसलाई भन्छ डिप्रेसन। अर्को कुरा हेरौँ, इरिटेसन होइन। यदि कुनै चिजको ड्रगहरू युज गर्यो भने इरिटेट त हुन्छ नि, जस्तै हाम्रो टपिकल युज गर्यो भने केही त इरिटेट हुन्छ नि, के इचिङ सिचिङ, त्यसलाई भन्छ इरिटेसन होइन। सर्टेन एजेन्ट्स ट्रपिकल एप्लिकेसन क्यान कज इरिटेसन अफ स्किन एन्ड एडजेसेन्ट टिस्यु भनेको कुनै हामी कुनै नयाँ ड्रग्सहरू युज गरौँ होइन, युज गर्दाखेरि केही भनेको त्यो टिस्युलाई एडजस्ट गर्न केही त टाइम लाग्छ नि, त्यति बेलासम्म हामीलाई केही त इरिटेट गरिरहेको हुन्छ नि, पोलिरहेको हुन्छ, दुखिरहेको हुन्छ, केही त गरिरहेको हुन्छ होइन, त्यो भन्छ इरिटेसन होइन। जस्तै वेन एन एजेन्ट अन एप्लिकेसन टु द स्किन रिलिभ्स डिप सिटेड पेन। के हुन्छ जब हामी टोपिकली क्रिमहरू जस्तै क्रिम ड्रगहरू जुन एडमिनिस्ट्रेट गर्छौँ नि, के हुन्छ जुन डिप सिटेड जुन पेन हुन्छ नि त्यसलाई रिलिभ गरिदिइरहेको छ। इट्स इज नन एज द काउन्टर इरिटेसन
इसिलोफेटस ओइल मिथाइल स्यालिकेटेड मिथाइल जेनरल यिनीहरू ओरल के भन्छ टोपिकल क्रिमहरू ल्याएका छन् त्यो लगायत हाम्रो पेनहरू रिलिफ हुन्छ होइन अनि रिप्लेसमेन्ट के भन्छ वेन दिस इज अ डिफर्मिङ अफ इन्डोजेनियस सब्सटेन्स दे क्यान बी रिलिभ बाई द ड्रग अनि हाम्रो बडीको भित्र केही कमी भएन होइन हामी एक्सटर्नली भनेको एक्सटर्नली केही एक्सटर्नल माथिबाट लिन्छौँ नि अनि त्यो रिप्लेसमेन्ट भयो नि त अब जुन कुरा छैन त्यो कुरा हामीलाई पाइरहेको छ तर त्यो कारण जस्तै एकछिन लागि हाम्रो जस्तै डायबेटिक मेलाइटिसमा टाइप 1 र टाइप 2 हुन्छ के हुन्छ टाइप 1 र टाइप 2 हुन्छ होइन टाइप 1 भनेको यो कन्जेनेटल नै हुन्छ होइन यो आफ्टर माने एनी एजमा हुन्छ कुनै बेला हुनसक्छ कन्जेनेटल एनी एज कन्जेनेटल भनेको यसमा बिटा 2 सेल जुन हुन्छ नि लिभरमा त्यसमा के हुन्छ बिटा 2 सेल के हुन्छ हाम्रो लिभरमा डिजेनरेट भयो भने डिजेनरेट भएको हुँदैन त्यो भनेको बिटा सेल भनेको केही कारणले गर्दा डिजेनरेट भएको हुन्छ तर पुरा ड्यामेज नै हुन्छ कन्जेनेटल बच्चैदेखि नै त्यही भएर त्यति बेला त हामीले त्यहाँ त इन्सुलिन त प्रोडक्सन त हुँदैन त्यही भएर माथिबाट इन्सुलिन हुन्छ नि त अनि रिप्लेस गऱ्यौँ नि त हामी त इन्सुलिन इन डायबेटिक मेलाइटिस त्यो हामी त रिप्लेस गऱ्यौँ नि त त्यसको इन्सुलिन छैन तर इन्सुलिन लिइरहेको छौँ अनि त्यसलाई भन्छ रिप्लेसमेन्ट होइन अब साइटोटक्सिक ट्रिटमेन्ट अफ इन्फेक्टियस डिजिज क्यान्सर विथ द ड्रग द्याट आर सिलेक्टिभ टक्सिक फर द इन्फेक्टियस organ क्यान्सर सेल एन्टिबायोटिक एन्ड क्यान्सर सेल साइटोटक्सिक भने यस्तो टाइपको ड्रग जस्तो जेनरली हाम्रो बडीमा जुन कुनै लिभिङ सेललाई मार्न युज गरिन्छ नि ड्रगहरू त्यो भन्छ साइटोटक्सिक अनि अब क्यान्सरियस सेल हामीलाई मार्नु पर्यो नि अनि त्यस्तै टाइपहरू ड्रग हामी युज गर्छ त्यो बेला चाहिँ साइटोटक्सिक ड्रग होइन अर्को क्वेसन हेरौँ अब फर्मल क्वेसन छ डिफाइन एन्ड क्लासिफाई एन्टी हाइपरटेन्सिभ ड्रग एन्टी हाइपरटेन्सिभ राइट डाउन द मेकानिजम अफ एक्सन्स इन्डिकेसन एडभर्स एन्ड कन्डाइनेसन अफ लोसार्टन डिफाइन हाइपरटेन्सिभ ड्रग भनिरहेको छ होइन अनि त्यसको के भन्छ क्लासिफिकेसन गर्न पनि भनिरहेको छ एन्टी हाइपरटेन्सिभ आर ड्रग विच आर युज फर द ट्रिटमेन्ट ओर म्यानेजमेन्ट अफ हाइपरटेन्सनलाई हाइपरटेन्सनलाई ट्रिटमेन्ट गर्न जुन ड्रग युज गर्ने त्यसलाई चाहिँ एन्टी हाइपरटेन्सिभ ड्रग होइन हाइपरटेन्सन भनेको हाम्रो बिपी ब्लड प्रेसर होइन 120/80 mm अफ एचजी भन्दा बढी भयो भने अनि त्यसलाई भन्छ बिपी होइन जेनरली हाम्रो प्र्याक्टिकल लाइफमा 140/90 भन्छौँ होइन युज गर्छौँ तर बुक अनुसार यो गरेको थ्योरी हामी 120/80 नै मान्छौँ यो सिस्टोलिक ब्लड प्रेसर अनि यो SYSTOL सिस्टोलिक अनि चाहिँ डाइएसवाई सिस्टोलिक ब्लड प्रेसर भन्ने गरिन्छौँ होइन जस्तै यो क्लासिफिकेसन भइहाल्यो एसी इन्हिबिटर एसी क्यापिटल इनाप्रिल पिरिनिप्रिल डेमिप्रिल एन्ड बेन्जिप्रिल एन्जियोटेन्सिन 2 रिसेप्टर एन्टागोनिस्ट लोसार्टन बेसाल्टर क्यान्डिस्टन लेबेस्टन क्याल्सियम च्यानल ब्लोकर निफिडिपिन एसआर एम्लोडिपिन निस्क्यापेडिपिन नेमोडिपिन फेलोडिपिन एन्ड भर्मिप्रिल अनि डायरेक्टिकमा यसको के रहेछ थाइजाइड यो चाहिँ एन्ड रहेछ होइन थाइजाइड एन्ड रिलेटेड ड्रग हाइड्रोक्लोरोथाइजाइड एन्ड क्लोरोथाइजाइड रहेछ अनि लुप डाइरेक्टिकमा फोर्समाइड ब्युटानाइड अनि टोर्समाइड होइन स्पिरोलाक्टोन एन्ड एम्ब्रिडोल दुईवटा ड्रगहरू रहेछ थुप्रै ड्रगहरू रहेछ तर यसले यहाँ मिनिमम राखेको जुन काम लाग्नुहुन्छ जुन तपाईँलाई लर्न गर्न इजी हुन्छ होइन अब सिम्पिथोलाइटिक ड्रग होइन सिम्पिथोलाइटिक सेन्ट्रली एक्टिङ एजेन्ट कोलिडिपेन एन्ड मेथाइलडोपाइन एन्ड एडेन्सिक ब्लकर नन सिलेक्टिभ र सिलेक्टिभिटी रहेछ होइन फेनोक्सिबेन्जिन फेन्टोलियामाइन एन्ड सिलेक्टिभ अल्फा ब्लोकर पराजोसिन एन्ड ट्राजोसिन होइन अनि बेटा एडजेन्सिक ब्लोकर नन सिलेक्टिभ बेटा ब्लोकर प्रोप्यानल टिमुलोल नेडोलोन एन्ड पिनिडोल द एल्पेनोल अनि सिलेक्टिभ बिटा ब्लोकर जस्तै एटेनोल मेटिप्रोलोल इस्मोलोल एन्ड एसिब्युटोल अनि भ्यासोडाइलेटरमा फेरि के भन्छ सोडियम नाइट्रोपोसाइड अनि हाइड्रालिजिन एन्ड मिथो एक्सिडाइल
जुन यो लोसार्टन हुन्छ नि होइन डाइरेक्ट लोसार्टन चाहिँ एल्डोस्टेरोनमा एक्ट गर्छ होइन एक्ट गरेपछि होइन यो के हुन्छ लोसार्टन भेसाल्टन भनेको एन्जियोटेन यो यसले एल्डोस्टेरोन इन्क्रिज स्टिमुलेट गर्छ झन् स्टिमुलेट जति स्टिमुलेट गर्यो भने साल्टाइनबाट त्यही रिटेन्सन हुन्छ अनि बिपी भनेको ल हुन्छ किनभने यो साल्टाइनबाट रिटेन्सन भयो भने हाम्रो भिइएस भेसल्सहरू जुन हुन्छ नि डाइलेट हुन्छ के हुन्छ डाइलेट हुन्छ होइन यो डाइलेट भएपछि अनि हाम्रो बिपी कम हुन्छ ब्लड प्रेसर अनि इन्डिकेसन कति खेर हामी युज गर्ने हाइपरटेन्सन कन्जिकेस्टिभ हार्ट फेलियर डायबेटिक न्युरोप्याथी इन टाइप 2 डिएम होइन अनि एडभर्स इफेक्ट भनेको हाइपोटेन्सन भइहाल्यो हाइपरक्लेजिमिया हेडेक डिजिनेस टेस्ट डिस्टर्बेन्स थ्रोम्बोसाइटोपेनिया फोटोसेन्सिटिभ एसिडहरू अनि कन्ट्राइन्डिकेसन प्रेग्नेन्सी एन्ड ब्रेस्ट फिडिङ बेला हामी नज युज गर्ने चाइल्ड अफ 6 इयर एज 6 इयर यङ होइन 6 इयरको मान्छे बच्चाहरूमा जेनरली यो लोसार्टन नयुज गर्ने अनि ट्याब्लेट भनेको 500 mg ओडी 500 mg ओडी युज गर्ने होइन अनि एडिसन अफ हाइड्रोक्लोरोथाइजाइड भनेको एडिसन अफ हाइड्रोक्लोरोथाइजाइड युज गर्यो भने यो झन् इफेक्टिभनेस हुन्छ 12.5 mg र 25 mg इन्हान्स इट्स इफेक्टिभनेस अनि हाइड्रोक्लोरोथाइजाइड लोसार्टन कम्बिनेसनमा युज गर्यो भने यो झन् इफेक्टिभ हुन्छ अनि अब हाम्रो डिफाइन एन्टिबायोटिक क्लासिफाइड एन्टिबायोटिक on the basis of mechanism of action, right on the mechanism of action, indication, adverse effect, contraindication and amoxicillin. Contraindication of amoxicillin contraindication. Just the antibiotic one. These are the substances produced by the microorganism that suppress the growth or kill the other microorganism at a very low concentration. यो एन्टिबायोटिक भनेको यस्तो ड्रग हो जस्तो के हुन्छ माइक्रोअर्गानिजम सप्रेस गर्छ होइन माइक्रोअर्गानिजम द्याट सप्रेस द ग्रोथ किल अनि ब्याक्टेरिया ग्रोथलाई किल गर्छ भए त ग्रोथलाई सप्रेस गरिदिन्छ होइन यो भेरी लो कन्सन्ट्रेसन एकदम थोरैभन्दा थोरैको कन्सन्ट्रेसन क्लासिफिकेसन अफ ड्रग अन द बेसिस अफ मेकानिजम यो मेकानिजम आधारमा मात्रै रहेका छन् अनि उनीहरू त्यस्तो त थुप्रै रहेका छन् होइन जस्तै ड्रग द्याट इनिबिट द सेल वाल सिन्थेसिस यो ब्याक्टेरियाको सेल वाल सिन्थेसिस हुन दिने त्यस्तो ड्रग जस्तै पेनिसिलिन भइहाल्यो सिफालोस्पिन भेनाकोमाइसिन भइहाल्यो ड्रग द्याट इफेक्ट द सेल वाल मेम्ब्रेन जुन सेल वाल मेम्ब्रेनमा इफेक्ट गर्छ होइन फङ्सन एम्फोटेरिसिन बेनिस्ट्याटिन एन्ड पोलिम्याक्सिन ड्रग द्याट इनिबिट द प्रोटिन सिन्थेसिस जो प्रोटिन सिन्थेसिस हुन दिँदैन होइन इथ्रोमाइसिन क्लोरामाफेनिकोल टेट्रासाइक्लिन एन्ड क्लिटामाइसिन होइन ड्रग द्याट अल्टर प्रोटिन सिन्थेसिस जो प्रोटिन सिन्थेसिस अल्टर गरिदिए बाई मिसअन्डरस्ट्यान्डिङ एमआरडिएनए मिसलाई मिसअन्डरस्ट्यान्डिङ गरेर प्रोटिन सिन्थेसिस हुन दिने अल्टर गर्ने जस्तै त्यसको हुन्छ एमिनो ग्लाइकोसाइड भइहाल्यो होइन ड्रग द्याट इनिबिट द डिएनए सिन्थेसिस इज एसाइक्लोभिर एन्ड जिडोभाइटिन अनि ड्रग द्याट इफेक्ट द डिएनए फङ्सन इज रिफाम्पिसिन मेट्रिनिडाजोल ड्रग द्याट इनिबिट द डिएनए ग्यारेज फ्लोरोक्विनुलिन एन्टी यो फ्लोरोक्विनुलिन जेनरली हाम्रो मलेरियामा युज गरिन्छ होइन ओडी बिडी भने जेनरली भनेको 500 mg देखि 1000 mg के हुन्छ 500 mg देखि 1000 mg बिडी युज गरिन्छ मलेरियामा 14 डेजसम्म गरिन्छ होइन जस्तै एन्टिमेटाबोलाइट्स होइन जस्तै एन्टिमेटाबोलाइट सल्फोनामाइड डाइप्सोन एन्ड टर्मिथोपिम अनि एमोक्सिलिन मेकानिजम अफ एक्सन जस्तै बिल्याक्टिम एन्टिबायोटिक हुन्छ होइन त्यो बिल्याक्टिम एन्टिबायोटिक बाइन्ड पिबी गर्छ अनि पेनिसिलिन बाइन्डिङ पिबी बाइन्डिङ पिलिसिन यो बिल्याक्टिम एन्टिबायोटिक के भन्छ पिलिसिन बाइन्डिङ प्रोटिनमा एक्ट गर्छ होइन इनिबिट क्रसलिङ द पेप्टिक अनि त्यो पेप्टिग्लाइकेन जुन हुन्छ त्यसलाई इनिबिट गर्छ त्यसलाई बन्द दिँदैन ब्याक्टेरियाको अनि सेलवाल डिफेक्ट ब्याक्टेरिया अनि ब्याक्टेरियाको सेलवाल के भन्छ टुट्न जान्छ होइन त्यसले कारणले गर्दा के हुन्छ अन्डरलाइसिस भने त्यो ब्याक्टेरियाहरू जुन जति सेलवालहरू हुन्छ नि जस्तै यो सेलवालको इच भनेको मिलेर बनेको हुन्छ त्यसमा पेप्टिग्लाइकन जो इन्जाइम हुन्छ पेप्टिग्लाइकन इन्जाइम हुन्छ त्यो पेप्टिग्लाइकन इन्जाइमले सिन्थेसिस दिएन भने यो एट्याच हुन सक्दैन अनि एट्याच हुन सक्दैन ब्याक्टेरियाको सेल मेम्ब्रेन नै फर्मेसन हुँदैन अनि त्यसले कारण के हुन्छ अन्डरलाइसिस हुन्छ अनि ब्याक्टेरिया डिसेम त्यो अन्डरगोइलाइसिस भने यो टुट्न जान्छ अनि ब्याक्टेरिया मर्न जान्छ जस्तै एडभर्स इफेक्ट भइहाल्यो होइन अब एडभर्स इफेक्ट के छ अनि एनाफिलेक्सिया भएन एनिमिया भइहाल्यो AST भन्यो ALT इभ्यालुएसन डायरिया हेडेक नोजिया बोबेटिक ड्यास सिरम सिकल सेल
अनि इन्डिकेसनमा जस्तै आई नोज थ्रोट इन्फेक्सन, टोन्सिलाइटिस, फ्रेन्चाइटिस, स्किन एन्ड स्किन इन्फेक्सन, जेनेटिक युरिया ट्र्याक्ट इन्फेक्सन, डेन्टल इन्फेक्सन, गोनेरिया भइहाल्यो। अनि डोज भनेको ट्याबमा 0.25 to 1 mg TDS युज गर्न सकिन्छ होइन। 7 to 75 mg पर केजी चाइल्डमा युज गरिन्छ। अनि हाइपर सेन्सिटिभिटी रियाक्सन हुन्छ कन्टा इन्डिकेसनमा। अनि ग्रुप बी भइहाल्यो होइन। यो ग्रुप बी हामी अर्को भिडियोमा गरौँ होइन। तब यो भिडियो चाहिँ लङ नै भइरहेको छ। अनि यहाँ तपाईँलाई यो फार्माकोलोजी मैले सबै सल्युसन गरिराखिसकेको छु। अर्को भिडियोमा तपाईँलाई नेक्स्ट पार्टमा केही कुराहरू बुझ्नु भएन भने हामीसँग डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन। कमेन्टमा डाइरेक्ट कन्ट्याक्ट गर्नको लागि तपाईँ चाहिँ हाम्रो त्यहाँ यो च्यानलमा जानुहोस्। अनि त्यहाँ फेसबुकबाट डाइरेक्ट म्यासेजमा हामीसँग कुरा गर्न सक्नुहुन्छ। यदि तपाईँले केही सब्जेक्टभन्दा रिलेटेड प्रब्लम आयो भने हामीसँग डाइरेक्ट कुरा जस्तै एचए अहिलेको एचएको नोट सेकेन्ड इयरको आयो होइन, फर्स्ट इयरको पनि आउँछ होइन। अनि तपाईँलाई नर्सिङ भइहाल्यो, अनि एचए नर्सिङ, अनि रेडियोग्राफी, फार्मेसी सबैको आउँछ सल्युसन होइन। तपाईँ टेन्सन नगर्नुहोस् होइन। त्यति मात्र भएन, हाम्रो अनलाइन क्लास प्रत्येक सब्जेक्ट अनलाइन क्लास एभाइलेबल छ। यति मात्र एनएचपिसी क्लास पनि अभाइलेबल छ, अनलाइन क्लास एभाइलेबल रहेछन् होइन। त्यही भएर तपाईँहरू हामी छिटोभन्दा छिटो कन्ट्याक्ट गर्नु। यदि तपाईँलाई केही क्वेसन चाहियो, केही क्वेसन क्वेरी केही आएन भने हामीसँग डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन। कन्ट्याक्ट गर्ने कसरी अब त के भन्छ, हामी यसमा पनि काम गरिरहेको छौँ छिटै डाइरेक्ट कन्ट्याक्ट गर्नको लागि। तबसम्मलाई तपाईँ के गर्नुपर्छ भने हाम्रो युट्युबमा गएर त्यहाँ चाहिँ फेसबुक लिङ्क छ होइन। यो भिडियो पनि डिस्क्रिप्सन लिङ्क पाउँछ। अनि त्यहाँ तपाईँले माथि गएर च्यानल खोलेर त्यहाँ माथि लिङ्क त्यहाँ पनि पाउन सक्नुहुन्छ। त्यहाँ तपाईँ त्यहाँबाट डाइरेक्ट हामी म्यासेजमा कुरा गर्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू एभ्रीवान एन्ड वाच द भिडियोज।